हालेलुया। जय मसी प्रिय मित्रहरू, फेरि पनि तपाईँहरूको माझमा हरेक साँझ चाहिँ तपाईँको माझमा छोटो वचन लिएर आएको छु। हिब्रूको पुस्तक 13 अध्यायको 15 पदमा के भनेको छ भने, यसकारण परमेश्वरलाई यीशुद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने अटको फल हो। हालेलुया। यो प्रशंसा चाहिँ के भनेको छ भने, उहाँको नाउँ स्वीकार गर्ने अटको फल भनेपछि परमेश्वरलाई हामीले स्वीकार गर्न चाहिँ एउटै कुरा, हामीले निरन्तर हामीले परमेश्वरलाई प्रशंसा चढाउनुपर्छ। के द्वारा? हाम्रो अटद्वारा, हाम्रो यो अटको फलद्वारा हामी परमेश्वरलाई निरन्तर हामीले प्रशंसा चढाउनुपर्छ। चाहे हामी हिँड्दा होस्, चाहे हामी खाँदा होस्, चाहे हामी काम गर्दा होस्, हामी जे गरे तापनि परमेश्वरलाई निरन्तर हामीले चाहिँ यो चाहिँ एउटा बलि हो। यो चाहिँ एउटा बलि चढाउनु। हामी पुरानो नियममा जब हामी हेर्छौँ भने मानिसहरूले बलि चढाउने गर्थे। बलिले चाहिँ के भन्छ नि, परमेश्वरलाई प्रसन्न पार्थ्यो के। अनि अहिले नयाँ कारणमा के भन्छ नि, यदि परमेश्वरलाई प्रसन्न पार्नु छ भने चाहिँ हामीले आफ्नो मुखद्वारा चाहिँ परमेश्वरलाई प्रशंसा गर्नु पर्यो। यो चाहिँ एउटा के हो, बलि हो। हालेलुया। त्यही दाउदले मजाको कुरा के भन्छ नि, भजन सङ्ग्रह 103 मा के भन्छ भने, हे मेरो प्राण परमेश्वरलाई प्रशंसा गर, हे मेरो सारा अन्तस्करण उहाँको नाउँलाई जय जयकार गर। हालेलुया। र परमेश्वरको वचनलाई चाहिँ हामीले के गर्नु चाहिँ निरन्तर, उहाँको वचनले के सिकाउँछ, निरन्तर हामीले परमेश्वरलाई प्रशंसा चढाउनुपर्छ। हालेलुया। हामी जे गरे तापनि हामी परमेश्वरलाई आफ्नो मुखद्वारा नै हामीले स्तुति गर्नुपर्छ, प्रशंसा चढाउनुपर्छ। हरेक समय परमेश्वरलाई, परमेश्वरको उपस्थितिमा रहेर हामी उहाँको महिमा गर्नुपर्दछ। हालेलुया। हुन्छ, यो छोटो वचन तपाईँ सुन्नुभएको छ अनि तपाईँ यसद्वारा आशिषित हुनुभएको छ, म विश्वास गर्छु। जय मसीह।